पानी परेर गाइज यार ब्लगै बनाउनु पाएन अलिकति मात्र बनाएँ पानी परेर आज सबै यहाँ पहिला उयो बगाएको यार सिस्नेरी हो यहाँ घरहरू कम थियो त यो छेउछेउ साइडमा सब बगाएको थियो तर बाटो आइपुग्यो भन्ने ठानेकोले अन्त कहाँ आइपुग्यो अच्छा आफ्नो क्या अब चाहिँ लागिन्छ पानी पनि अलिकति गएको छ म चाहिँ भर्खर उठेको अब मुखसुख धुन्छु अनि लाग्छु बाइक स्टार्ट गरिसकेँ रेडी त घर लागेको हे गाइस म चाहिँ भर्खर आएको दाइकोमा भनेकोबाट आइपुग्यो अब चाहिँ खाना खान्छु अनि लाग्छु के हुन्छ बाटोमा तपाईहरुलाई देखाउँछु लेट्स सी किल्ला सबैले मलाई किन हेर्यो भने त यार मैले यो रेनकोटको फस्न लाउनै बिर्सेछु क्या पानी परिरहेको कालो बाटो यहाँ पनि परिरहेको यहाँ ठुलै परेर गरेर लडिनु होला जस्तो लाग्यो मलाई के गर्छ जान्न हो के त पानी परेर गाइज यार ब्लगै बनाउनु पाएन अलिकति मात्र बनाएँ पानी परेर आज सबै यहाँ दक्षिण खालि अलिकति वरा आएर बस्छु ब्लगै बनाउनु पाएन झन् आज 17 तारिकले ब्लग बनाउँछु भनेर सोधिदिएको पानी यत्रो पऱ्यो कि यहाँ पानी परेको छैन अगाडि चाहिँ पानी गयो भने बाटोमा ब्लग आउँछ है त गाई जहिले चाहिँ म यहाँ पानीले दुःखुकै भएको छु आउँछ रेनकोट भएको छु त्यही पनि ब्याग बित्छ भनेको त्यस्तो हुन्छ बाटोमा भेट्नु बाटो हेलो गाइज अब म चाहिँ यहाँबाट भिडियो बनाउनु थालेको अहिले चाहिँ पानी अलिकति रहेको जस्तो महसुस भयो यो कस्तो दामी दामी चाहिँ देखाउनै पाएन नि पानी अहिले चाहिँ हल्का रह्यो हल्का होइन धेरै रह्यो अहिले पानी लाग्यो जस्तो तर यस्तो दामी छ कि यो तल्लो बाटो आएको म अहिले अर्कै नयाँ बाटो अहिले आज नयाँ ट्राई हान्नु भनेर तल्लो बाटो आएको र माथिल्लो बाटो पनि त्यो अलि
बनाउँदै अरे बन्द भन्यो अनि त्यही भएर तल्लो बाटो आएको। यहाँ फेरि गाडी नबोल्ने एक्लै हो, कोही साथी जस्तो पनि नहुने कि एक्लै भएपछि होला बोल्ने साथी पनि नहुने। तर चाहिँ दामी देखाएको छ। सिस्नेरी अब 2 किलोमिटर आएको आउनलाई। पहिला उयो बगाएको यार सिस्नेरी हो, यहाँ घरहरू कम थियो त यो छेउछेउ साइडमा सब बगाएको। तर बाटोको नक्सा चाहिँ अलिअलि देखाएको। यहाँसम्म हानेछ यार। अहिले फेरि पानी पर्न लाग्यो, छिटायो सब क्यामेरामा हानिदिने अनि पोहोर देख्ने कि नराम्रो देखिने त्यो छिट्का बस्यो। यस बाटो राम्रै लाग्यो मलाई। अलिकति कच्ची रहेछ, मकै पोलिरहेको छ। काँक्रो रहेछ, लोकल काँक्रो भर्खर खाएर आएको भन्ने। हो यो सिस्नेरी बजार अस्ति नै बगा भनेको यही हो कि यार। सबै यहाँभरि उयोसम्म पानीले बगाएको थियो अरे। अहिले बाटोको नक्सा भेट्दै थियो अरे। कस्तो टिफरहरू हिँड्न दिएको कि यार, यस्तो हिँड्न त नदिनु पर्ने हो। एक्सक्युज मी अगाडि गयो भने हुँदैन, यहाँ कच्ची बाटो छ होइन। झगै यो कति मिनट भयो यहाँ चौकी पहाडी चौकी रहेछ। हो गाइज यो चाहिँ टेक्कर आइपुग्यो। मैले टक्कै यहाँ बसेँ एकछिन, छारी जस्तो रहेछ बसेको। म त आइपुग्यो भन्ने ठानेकोले अन्त कहाँ आइपुग्नु। अच्छा हाल्नु अब चाहिँ लागिन्छ, पानी पनि अलिकति गएको। ल गाइज म चाहिँ देउराली आइपुग्न लाग्यो। यहाँ त पानी परेको छैन, उता चाहिँ कस्तो पानी परेको गाह्रो हुँदैन नि बाइक पाएको। बाह्रमा यो गाई देउराली आइपुग्न लाग्यो। भिडियो बनाउँछु भने त्यहाँ दाइ भेटिरहेको छ। यहाँदेखि चाहिँ भिडियो बनाउनु पऱ्यो। के पऱ्यो देउराली आइपुग्यो। यो चाहिँ फेरि अर्को देउराली भन्नु होला। यो चाहिँ पानी देउराली दामी छ। यता चाहिँ घाम लागिरहेको छ कम्प्युटरको। उता चाहिँ पानी परेर छाड्यो कि के गरे अरे। दामी देखाएको छ। यो चाहिँ देउराली हो। यहाँ चाहिँ हुस्सु लाग्ने पानी पल्ला चिसो हुन्छ। आज गर्मी फिल पनि भएन मलाई। जाडो देउराली आइपुग्यो फाइनल। यहाँ चाहिँ लगाइरहेछ खाजा एकै घर खाने के खानु यहाँ चाहिँ फोटो पनि दामी रहेछ। फेरि गाउँपालिका हालदेखि गठन गर्दै यहाँ चाहिँ हुस्सु लाएर ओ के देख्दैन यार बाटो यार। अब यता पानी पर्ने पालो, यता काठमाडौँबाट आउँदा त्यता पानी पऱ्यो। यता हुस्सुले केही देखाएको छैन हो अगाडिको। यो चाहिँ भीमपेटी गाउँपालिका।
सबैलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद। अति दुर्घटनाग्रस्त क्षेत्र म चाहिँ यहाँ पटर किने गाइज। पटरको 200 रुपियाँ पर्छ र बेसी पर्दैन किनिसक्यो है। पानी पो पर्ला यार यता अब आइसक्यो घर राख्नु छैन धेरै छैन 6 किलोमिटर हो अब घर पुग्न बजार यो गाइज। राम्रोसँग देख्छु यहाँ उसको चाहिँ नेपालको सेकेन्ड ठुलो कारागार यहाँ कैदीहरू पनि नहुँदा आँखा पनि के पऱ्यो उता पानी पऱ्यो डौँडातिर। डौँडा चाहिँ यहाँबाट 22-23 किलोमिटर छ कि 20 किलोमिटर। भीमखेती बजार सिनी हो यो गाडी इतना बजारमा चाहिँ जाँदिनँ म यता सर्टकट बाटोबाट जान्छु बिल्ला हुन्छ। म उहाँसम्म चाहिँ भ्लग बनाउँछु भन्ने मलाई लाग्छ के हुन्छ पुली कसैले बनाउँदैन है। राजाको पालामा बना पुली हो अहिलेसम्म ठिकै छ। तल छुँदै रहेछ यार त्यत्रोबाट पनि भन्दा धेरै माथि नपुगाउने मैले 50 गरेको छु कि भीमखेती बजार गाइज। भीमखेती बजार अलिक पर बजार जस्तो त्यति ठुलो छैन। म चाहिँ यहाँबाट सर्टकट लाग्छु यहाँ बस पार्क गाउँमा चाहिँ टुकटुक अटो चल्छ प्रायः अटो आइरहन्छ। यहाँ अटो हो कि हुँदैन त हुनु मम्मीले कल गरेको थियो कहिले आउँदिने ट्याक्कै देख्छ कि यहाँ घरबाट चाहिँ टक्क कसले कल गर्यो। कता जानला ए के अहिले काम गरिरहेको तिमी ए ल तिमी एक्लै अझै भान्जी भेट्यो गाइस भान्जी रक्स लाएर बिल्ला लाग्छ यहाँ सबैले देख्छ यार। अनि त्यस माथिसम्म मात्र भ्लग बनाउँछु होइन। Hello, get it all. Hello. Get it. Hello, get it. मेरो घर चाहिँ यहाँबाट ठ्याक्कै 2 किलोमिटर माथि छ गाई। अझ यो भ्लग तल एकछिनपछि पलायो यार कस्तो मम्मीले कल गरे उठाउनु पर्छ। ल गाइस फाइनल्ली घर आइपुग्यो। तल त्यहाँ भ्लग बनाउँछ भने के को भेट्यो त्यही भएर बनाउनै पाएन।
अहिले चाहिँ घर आइपुग्यो, घर आएरै बनाइदियो। त्यस्तै गाइज अब बल्ल तल आइपुग्यो, फाइनली छुट्यो। अब त्यस्तै हो, फर्स्ट भ्लग बनाउनुला, सबैले हेर्नु होला, माया गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। त्यो भेटौँला नेक्स्ट भिडियो। अब काट्नु जान्छु अनि बाई। यो चाहिँ म सानो बेलाको है गाइज, यहीँ यो म, यो दाई, यो मम, अनि यहाँ चाहिँ मेरो फोटो हो। यो चाहिँ होइन मेरो फोटो हो। अडिक छु दाई रेखेर गाइज, भर्खर आयो, थकै लागिरहेको छ। पानीले छुट्याएर छुट्नु।